गाइज यो ट्राफिक चोक भन्छ बागलुङ बजारको ट्राफिक चोक होइन। योबाट चाहिँ हामी यताबाट लागिरहेछौँ। अब कताबाट गइन्छ यहाँबाट बेनी जाने हो होइन। उतापट्टिको बाटो चाहिँ निकै खराब भएको कारणले गर्दा यतापट्टिबाट आएको। अब यो बाटो चाहिँ कताबाट जान्छ है, यो बाटो जान्छ कि उतापट्टिको बाटो जान्छ एक्चुअली कसैले चाहिँ सोधेर पनि हेरौँ है। अलिकति पाएको मान्छेलाई पनि सोध्नु पऱ्यो यहाँबाट। खोला सोधौँ भन्दा जानलाई हो यो बाटो पनि जान्छ होला त्यो पनि सोध्छु है त। सुन्नु न, यो बाटो बेनी जान्छ, यताबाट जान्छ, यतैबाट निस्किन्छ नि, सिधै निस्किन्छ। बाटो खराब छैन, बाटो ठिक छ। ए हुन्छ ल, हस् धन्यवाद। यो बाटोबाट चाहिँ म अब लागिरहेको छु। एकजना बहिनीले देखाइदिनु भयो यो बाटो, यही बाटो जान्छ अरे। यहाँबाट बेनी पुगेपछि बल्ल हामी रेस्ट गर्छौँ एकछिन है। बेनीमा गएर रेस्ट गर्ने कि सिधै जमसम पुग्ने हामी? मुस्ताङ त पुग्ने नै हो, तर 12 बजेको हावा सर हुन्छ नि त फेरि। अब कस्तो हुन्छ कन्डिसन हेरौँ है। पहिला यो अब बागलुङबाट चाहिँ जाउँ, बेनी कताबाट जान्छ भने सोधौँ है। त्यो पनि बेनी जाने बाटो दाइ, बेनी जाने कताबाट हो? सिधै जान्छ ए यहीबाट, यो सानोबाट गल्लीबाट? ए हस् ल धन्यवाद। त्यही पनि त्यो ट्याक्सी दाइले जाने अब बताइदिनु भयो यतापट्टिबाट। अब हेरौँ एकदम सोधौँ न, बेनी जाने यतैबाट होला सायद मलाई लाग्छ। ए वारी र पारी होला कि मलाई लाग्छ होइन। ए त्यो पुल कटेर भन्दै हुनुहुन्थ्यो नि एकजना बुवाले, हो यही पुल कटेर चाहिँ जाने होला कि, वारी र पारी होला कि मलाई लाग्छ होइन। यो बागलुङ उतापट्टिको बेनी होला कि वारी र पारी। यताबाट गएर यो बागलुङ बजार हो, यताबाट सायद यताबाट जान्छ कि बेनी, सोधिहालौँ। सुन्नु न, बेनी कताबाट जान्छ? बेनी हजुर यहाँबाट सिधै हो? पुल छ होइन? पुल छ होइन? एउटा पुल त छैन कट्नलाई छैन। ए यहीँबाट सिधै जाने हो? सिधै जानु, यसो सिधै जानुहोस्, त्यहाँबाट जोमसम्म निस्किन्छ नि होइन? निस्किन्छ। ए हस् ल ल धन्यवाद। एकदम एउटै बाटो छ। ए हस् ल रत्न चौर हुँदै जान्छ। हस्। अलिकति